अर्काको नाममा रहेको जग्गाको नक्कली लाल पूर्जा बनाई बैंकबाट ऋण उठाएको खुलासा भएपछि बुधबार राजविराजमा सनसनी फैलिएको छ। राजविराज 8 निवासी रविन्द्र कुमार यादवको नाममा रहेको जग्गा राजविराज 9 निवासी वर्षाना खातुनको नाममा नक्कली लाल पूर्जा तयार गरी राजविराज 1 निवासी मोहम्मद शमसादले एनआईसी एसिया बैंक राजविराज शाखाबाट 2 करोड 80 लाख रुपैयाँ स्वीकृत गराई 2 करोड 30 लाख रुपैयाँ विभिन्न व्यक्तिलाई भुक्तानी दिएको खुलासा भएपछि सनसनी फैलिएको हो। घटनापछि बिहान 10 बजेदेखि नै बैंकमा सर्वसाधारणको भिड लागेको थियो भने वास्तविक जग्गाधनी र उनका आफन्तले हो हल्ला गरेका छन्। उक्त कार्यमा मोहम्मद सद्दामको पनि संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानमा पाइएको बैंक प्रशासनको भनाइ छ। वास्तविक जग्गाधनी यादवले आफूलाई थाहै नदी कसरी आफ्नो जग्गा धितो राखेर बैंकले ऋण दियो भन्ने विषय उठाउँदा स्थिति केही बेर तनावपूर्ण बन्यो। उनले यसअघि अग्निसाय कृष्ण सावरण गाउँपालिका स्थित किता नम्बर 221 को 9 को ख को 10 कट्ठा 5 दूर जग्गा राजविराज स्थित सिटिजन्स बैंकमा धितो राखेर 20 लाख रुपैयाँ ऋण लिएका थिए। उक्त बैंकले मालपोत कार्यालय राजविराजमा रोक्का गरिराखेको सोही जग्गा धितो राखेर एनआईसी एसिया बैंकले कसरी र कुन आधारमा 2 करोड 30 लाख रुपैयाँ ऋण दियो भन्ने कुराको छानबिन हुनुपर्ने माग गरेका छन्। एकजना साथीले तिम्रो जग्गा राखेर कसैले एनआईसी एसिया बैंकबाट ऋण निकालेको छ भनेर जानकारी गराएपछि आफू हतार बैंक पुगेको र बैंकबाट आफ्नो जग्गा अर्कैको नाममा रहेको थाहा पाएपछि चकित परेका रविन्द्रले सुनाए। मालपोतका कर्मचारी समेतलाई मिलाएर खातुनको नाममा नक्कली लाल पूर्जा बनाई शमसादले अन्य कागजात पेश गरेपछि बैंकले 2 करोड 80 लाख स्वीकृत गरेको शाखा प्रबन्धक सन्तोष यादवको भनाइ छ। उनले स्वीकृत भएको रकम मध्ये मुख्य ऋणी शमसादले 1 करोड 50 लाख तथा उनकै खाताबाट क्रमशः मोहम्मद सद्दाम र एक सहकारी संस्थामा बाँकी रकम ट्रान्सफर भएको पाइएको बताएका छन्। नक्कली कागजलाई मालपोतका कर्मचारीदेखि आवश्यक अन्य सबै ठाउँमा प्रक्रिया पुर्याएर पेश गरेको तथा बैंकलाई चाहिएको आवश्यक सबै कागजात पेश हुन आएकोले सोही आधारमा ऋण प्रवाह गरिएको उनले तर्क दिएका छन्। बैंकसँग लाल पूर्जा नक्कली असली छुट्याउने साधन छैन, आवश्यक प्रमाणका आधारमा ऋण दिने हो उनले भने। सबै कागजात दुरुस्त पाएपछि ऋण उपलब्ध गराइएको हो। उनले ऋणीले पेश गरेको कागजात नक्कली भएको जानकारी आएपछि बुधबार बिहानै ऋणी परिवारका मोहम्मद शमसादसँग सम्पर्कको प्रयास गरे पनि सफलता नमिलेको सुनाए। भूमि सुधार तथा मालपोत कार्यालय राजविराजका प्रमुख रामनारायण शर्माले पहिलेदेखि नै रोक्का रहेको जग्गा फुकुवा नहुँदै पुनः रोक्का गर्न नमिल्ने जिकिर गरे। उनले यस कार्यालयमा एनआईसी एसिया बैंकबाट जग्गा रोक्का सम्बन्धी कुनै पत्र नआएको समेत जानकारी गराए। उनले ऋणीद्वारा बैंकमा यदि त्यस्तो पत्र पेश गरेको छ भने त्यो पनि लाल पूर्जा जस्तै नक्कली हुने दावी गरे। उक्त घटनाको अनुसन्धान गर्न बैंकको मध्य प्रदेश कार्यालयबाट सहप्रमुख नितेश श्रेष्ठ नेतृत्वको एक टोली पुगी अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेश कुमार सिंहले यस विषयमा चर्चा सुने पनि बैंक तथा पीडित भनिएका मध्ये अहिलेसम्म कोही पनि सम्पर्कमा नआएको बताए। यसबारे बैंक वा पीडित भनिएका मध्येबाट उजुरी आए आवश्यक अनुसन्धान अघि बढाइने उनको भनाइ छ।